बुहारी भनेको रुखमा फलेको फल हो र टपक्क टिपेर ल्याउनलाई? पहिले केटी खोज्नु पर्यो, केटी पाइहाले भने पनि तिमीहरू बुढासँग बिहा गर्न मान्नु पर्यो। त्यति सजिलो छ बिहा गर्नलाई? हुन्छ कि आमा हुन्छ, मैले केटी हेरिसकेको छु, तिमीले ले मात्र भन। किन ले भन्ने? तँलाई किन ले भन्ने? पहिला दाइको बिहा नभई भाइको बिहा हुन्छ? पहिला दाइको बिहा हुन्छ, तेरो पछि हेर म। किन पछि? मै पहिला गर्छु, तैँले भनेर हुन्छ? तेरो त बिहे गर्ने उमेर पनि गइसक्यो, किन गर्नु पर्यो बिहे? फुल्टिन घुमाएर तेरो फुल्टिन सुल्टिन म कचाकुचुक पारेर फालिदिन्छु। जति हेऱ्यो नि फुल्टिन घुमाएर बिहे गर्नलाई उमेरले छेक्दैन भन्ने कुरो थाहा छैन तँलाई? यस्तालाई के थाहा हुनु? दिमाग भए पो थाहा हुन्छ। यस्तो गोबर गणेशलाई कसरी मास्टर बनाए यार? नगराउ तिमीहरू बुढो बिरालो जस्तो क्यार 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 जतिखेर पनि कराइराखेको छ। चुप लाएर बस्नु सक्दैन? तिमीहरू दुवैजना उस्तै हो, घटिबढी कोही छैन। मैले कुरा बुझिसकेँ, तिमीहरू दुईजनाले केटी हेरिसक्यौ होइन? वाह ल ठिकै छ, तिमीहरूले आफैले रोजेको केटी मैले देखेको छैन, कस्तो पो छ?